ल अब हामीले क्लोजिङ एन्ट्रिजको दुईटा एन्ट्री हेऱ्यौँ भने अब त्यो ट्रेडिङ एकाउन्ट तयार पार्दाखेरि कहिले ग्रस प्रफिट आउँछ कहिले ग्रस लस आउँछ। जस्तै यहाँ यस्तो हेर्नु होला, सर हजुर एउटा कुरा यो तपाईँ यो ट्रेडिङ एकाउन्टको उसमा एउटा कुरा सोधौँ भनेर सर तपाईँले। हजुर भन्नु न। तपाईँले अघि भन्दै हुनुहुन्थ्यो तपाईँको क्लोजिङ इन्ट्रिजमा चाहिँ तपाईँको यो जति पनि फ्याक्ट्री तपाईँको जे पनि उहाँहरू हुन्छ नि सर डाइरेक्ट एक्सपेन्सेसहरू त्यो चाहिँ क्रेडिटमा हुने भयो सर होइन? त्यो जर्नलमा क्लोजिङ इन्ट्रिजको जर्नलमा भनौँ न सर। अनि ठ्याक्कै तपाईँको यो ट्रेडिङ एकाउन्टमा चाहिँ तपाईँले के अरे दुईटा लेजर सिकाउनु भएको थियो नि सर हामीलाई है अगाडि। त्यो अगाडिको र यसमा उल्टो हुन्छ ल। खास चाहिँ यस्तो हो नि त, हाम्रो खर्च भनेको त डेबिटमा आउनु पर्ने हो होइन? त्यो डेबिटमा आएको त्यो ट्रेडिङ एकाउन्टमा किन क्रिएट भयो भन्दाखेरि त्यो हाम्रो जुन नर्मल रेगुलर खर्चहरू छ त्यो रेगुलर खर्चलाई पहिला ट्रेडिङ एकाउन्टमा ट्रान्सफर गर्छ। अनि त्यो अहिलेको जर्नल भनेको ट्रेडिङमा ट्रान्सफर गरेको हो। जति पनि हामीले त्यो अगाडि बनाएको रेगुलर एक्सपेन्सेसहरू छ त्यसलाई ट्रेडिङमा ट्रान्सफर गर्दा त्यो खर्च सबै डेबिटलाई क्रिएट बनाएको हो कि त्यो। भन्नाले त्यो तपाईँले पहिला सिकाउनु भएको त्यो लेजर जस्तै नै होइन र भन्न खोजेको सर मैले यो तपाईँले जस्तै अहिले स्क्रिनमा देखिराख्नु भएको छ हेर, हेर्नु त। हजुर हो सर। अहिले स्क्रिनमा देखिरहेको चाहिँ यो लेजर हो। हजुर हो। अघिको चाहिँ जर्नल हो। तर जुन हामीले त्यो अगाडि पढ्दै आइरहेको जर्नल त्यो एज इट इज भइसकेपछि त्यो जर्नल बनाइसकेपछि त्यसलाई फेरि हामीले ट्रेडिङ एकाउन्टमा ट्रान्सफर गर्नुपर्छ कि। ट्रेडिङ एकाउन्ट भनेको फेरि ट्रेडिङको जर्नलमा ट्रान्सफर गर्नुपर्छ। त्यो ट्रेडिङको जर्नलमा ट्रान्सफर गर्दा त्यो जुन खर्चहरू सबै डेबिट हुन्थ्यो नि त्यो क्रेडिटमा राख्छ। अनि त्यो क्रेडिटमा आएकोलाई अनि फेरि ट्रेडिङमा ट्रान्सफर गरेको हो कि हामीले। त्यो रेगुलर जर्नलमा खर्च सबै डेबिट, त्यो रेगुलर जर्नलमा खर्च सबै डेबिट भएकोलाई पहिला ट्रेडिङ एकाउन्टमा ट्रान्सफर गर्नु पर्यो। त्यो अघि हामीले बनाएको जर्नल रेगुलर जर्नलबाट ट्रेडिङमा ट्रान्सफर गरेको हुनाले खर्च सबै डेबिट चाहिँ त्यहाँ क्रेडिट हुन आयो। अनि त्यो डेबिटको क्रेडिटमा ट्रान्सफर गरेको कारणले गर्दा भएको हो। कहाँ ट्रान्सफर गरेको भन्दा ट्रेडिङमा। त्यसैले हामीले के गरेको त्यो सबै खर्चहरू जुन क्रेडिट साइडमा आएको छ त्यसलाई जोडेर अनि डेबिट साइडमा ट्रेडिङ एकाउन्ट भनेर ब्यालेन्सिङ फिगर राख्छ होइन त? हजुर सर हो। अब त्यो ट्रेडिङ एकाउन्टमा ब्यालेन्सिङ फिगर राखिसकेपछि अनि यो लेजर बनाउँछ, यी अहिले देखिरहेको लेजर बनाउँछ। अनि अहिलेको जर्नलमा ट्रेडिङ एकाउन्ट डेबिट भएको कारणले गर्दा डेबिट साइडमा पोस्टिङ गर्छ। अनि सब हाम्रो यो डाइरेक्टदेखि लिएर फ्याक्ट्रीमा हुने सब खर्चहरू यिनीहरू हो। यो सबै हाम्रो फ्याक्ट्रीमा हुने खर्चहरू अनि हाम्रो ट्रेडिङ एकाउन्टको लेजरमा चाहिँ अनि डेबिट साइडमा आउँछ। अनि खर्च सबै डेबिट साइडमा आउँछ, फ्याक्ट्रीसम्म हुने ट्रेडिङमा। अनि क्रेडिट साइडमा सेल्स र क्लोजिङ स्टक मात्र आउँछ। यदि सेल्स रिटर्न छ भने सेल्समा माइनस गर्नु पर्यो, पर्चेज रिटर्न छ भने पर्चेजमा माइनस गर्नु पर्यो। त्यो चाहिँ हामीले घटाउनु पर्ने हुन्छ। अब एकछिन फेरि बुझ्नु होला। अब ट्रेडिङ एकाउन्टको क्रेडिट साइडमा मानौ यो सबै जोड्दाखेरि मानौ यो टोटल जुन छ नि यो 1 लाख आयो रे मानौ सपोज है। क्रेडिट टोटल भनेको 1 लाख, सेल्स भनेको आम्दानी हो। भनेको अहिलेसम्म हामीले सेल्स गरेर हाम्रो आम्दानी यो टोटल 1 लाख रुपियाँ भएको देखिएको छ भने हाम्रो लेजरमा त ब्यालेन्स इक्वल हुनु पर्यो। अनि यही 1 लाख रुपियाँ हामीले के गर्नुपर्ने हुन्छ, यहाँ सार्नु पर्ने हुन्छ। अनि यो माथि जति पनि यो फ्याक्ट्रीमा हुने खर्चहरू सब जोड्दा मानौ 90,000 आयो भने अब हाम्रो के हुन्छ, लेजरको टोटल 1 लाख छ, ट्रेडिङ एकाउन्टको माथि सबै खर्चहरू जोड्दा 90,000 आयो भने मतलब हाम्रो आम्दानी चाहिँ 1 लाख हो। यो टोटलले बुझाउँछ
माथिको सबै खर्च 90,000 छ भनेपछि आम्दानी 1 लाख खर्च 90,000 भएपछि के भयो त 1 लाख माइनस 90 गरेपछि 10,000 देखि आउँछ हो त्यसलाई भन्छ टु ग्रस प्रफिट क्यारी डाउन इफ सीआर इज मोर देन डीआर भनेको सीआर भने आम्दानी 1 लाख डीआर भनेको खर्च 90,000 खर्च 90,000 भन्दा आम्दानी 1 लाख 10,000 ले धेरै भयो जतिले फरक एमाउन्टले धेरै भयो त्यसलाई भन्ने गरिन्छ टु ग्रस प्रफिट अब सधैँ यही हेभी हुन्छ भने छैन कि आम्दानी हेभी नभइकन मानौ खर्च पनि त हेभी हुन सक्छ खर्च मानौ सबै जोड्दा 1 लाख आइरहेको छ आम्दानी जोड्दा 90,000 छ भने फेरि के भयो त खर्चको टोटल धेरै भयो लेजरमा जुन धेरै छ त्यही ब्यालेन्स राख्ने गरिन्छ यो 1 लाख छ भने यहाँ पनि 1 लाख राख्नु पर्यो अनि यो 1 लाखमा यो माथिको घटाउँदा 90,000 घटाउँदा 10,000 आयो भने त्यो ग्रस लस भयो किनभने खर्च 1 लाख भएको छ आम्दानी 90 मात्र भएको छ भनेपछि 1 लाख माइनस 90,000 गर्दा खर्च माइनस आम्दानी गर्दा 10,000 ले खर्च बढी देखियो खर्च बढी देखेपछि यो साइडमा आउँछ बाइ ग्रस लस भनेर आउँछ अनि यसलाई हामीले फेरि यसपछिको एकाउन्ट प्रफिट एन्ड लस एकाउन्टमा ट्रान्सफर गर्नुपर्छ अनि पीएल एकाउन्टमा ट्रान्सफर गर्ने कारणले गर्दा यहाँ क्यारी डाउन भन्छ ट्रेडिङ एकाउन्टको क्रेडिट साइडमा ब्यालेन्सिङ फिगर आयो भने बाइ ग्रस लस क्यारी डाउन ट्रेडिङ एकाउन्टको डेबिट साइडमा ब्यालेन्सिङ फिगर आयो भने टु ग्रस प्रफिट क्यारी डाउन डेबिट साइडमा आयो भने टु क्रेडिट साइडमा आयो भने बाइ डेबिटमा आयो भने टु ग्रस प्रफिट क्रेडिटमा आयो भने बाइ लस जुन हेभी छ हेभी भएकोबाट कम भएको घटाउँदाखेरि डेबिट साइडमा फरक एमाउन्ट ब्यालेन्सिङ फिगर आउनुले आम्दानी धेरै खर्च कम जति डिफरेन्स एमाउन्ट आयो त्यो ग्रस प्रफिट यदि हाम्रो क्रेडिट डेबिट साइड धेरै भइदिएको भए खर्च धेरै भयो आम्दानी भन्दा जतिको फरक आयो त्यो लस त्यसलाई हामी भन्छौँ बाइ ग्रस लस सर एउटा कुरो सोधौँ सर यो ट्रेडिङ एकाउन्ट पछि चाहिँ प्रफिट एन्ड लस एकाउन्ट भन्छ ट्रेडिङ एकाउन्टले ग्रस प्रफिटहरू मात्र निकाल्छ सर ट्रेडिङ एकाउन्टसम्म बनाउनुको उद्देश्य भनेको फ्याक्ट्रीसम्म हुने खर्च मात्र घटायो भन्ने यसले बुझाउँछ अब हामीले त अघि बनाएको फ्याक्ट्रीमा मात्र होइन अफिस एन्ड एडमिनमा पनि खर्च हुन्छ सेलिङ एन्ड डिस्ट्रिब्युसनमा पनि खर्च हुन्छ अनि यो त फ्याक्ट्रीसम्म हुने खर्च घटाएर यो ग्रस प्रफिट भनेको कुल नाफा भन्छ सबै खर्च घटेको छैन उत्पादनसँग सम्बन्धित खर्च मात्र घटेर यो आएको कुल नाफा हो उत्पादनसँग एकछिन है उत्पादनसँग भएको खर्च घटाइसकेपछि फेरि अफिसमा हुने एडमिनमा हुने सेलिङमा हुने डिस्ट्रिब्युसनमा हुने खर्च त हामीले यहाँ घटाएकै छैन त हो त्यो सबै फ्याक्ट्रीमा हुने खर्च छोडेर बाँकी रहेको जति पनि खर्च आउँछ त्यो हाम्रो प्रफिट एन्ड लस एकाउन्टमा आउँछ अनि ट्रेडिङ एकाउन्ट बनाइसकेपछि यहाँबाट ग्रस प्रफिट डेबिट साइडमा आयो भने पीएल एकाउन्टको क्रेडिट साइडमा यसलाई ब्यालेन्स बिडी गर्नुपर्छ अथवा ट्रेडिङ एकाउन्टको सीआर साइडमा यहाँ बाइ ग्रस लस आयो भने पीएल एकाउन्टको डेबिट साइडमा यसलाई ब्यालेन्स बिडी गर्नुपर्छ अनि प्रफिट एन्ड लस एकाउन्ट बनाउने बेला चाहिँ फ्याक्ट्रीसम्म हुने खर्च त यहाँ ट्रेडिङमा गइसक्यो अब फ्याक्ट्री पछि जति पनि खर्च हुन्छ चाहे त्यो अफिसमा एडमिनमा सेलिङमा डिस्ट्रिब्युसनमा विभिन्न ब्याज खर्चहरू फाइनेन्सियल एक्सपेन्सेसहरू ट्याक्सहरू जति पनि बाइक रहेको खर्च आउँछ फ्याक्ट्रीमा हुने खर्च छोडेर त्यो सबै आउँछ प्रफिट एन्ड लस एकाउन्टमा बुझ्नुभयो हजुर सर यो भनेपछि यसले ट्रेडिङ एकाउन्टले चाहिँ जुन चाहिँ हामीले फ्याक्ट्रीहरूको कस्टहरू मात्रै ट्रेडिङ एकाउन्टले सो गर्ने भयो नि सर हो हजुर हजुर त्यति मात्र मैले त बुझ्नु हजुर हामीले ट्रेडिङ एकाउन्ट बनाउनु भनेको उत्पादनसँग सम्बन्धित खर्च मात्र घट्यो भनेको अनि उत्पादन पछि हाम्रो अफिसमा सेलिङमा डिस्ट्रिब्युसनमा एडमिनिस्ट्रेसनमा हुने खर्च अझ काट्नै बाँकी छ अनि यहाँबाट आएको नाफा भनेको हाम्रो नेट होइन खुद नाफा होइन यो कुल नाफा मात्र हो भनेको फ्याक्ट्रीसम्म हुने खर्च घटाएर आएको मात्र नाफा हो फ्याक्ट्री पछि हुने खर्च अफिस एडमिन सेलिङ डिस्ट्रिब्युसनमा हुने खर्च घटाएर आउने नाफा निकाल्न बाँकी नै छ त्यसलाई नेट प्रफिट भन्छ अनि प्रफिट एन्ड लस एकाउन्टबाट चाहिँ नेट प्रफिट अथवा नेट लस आउँछ ट्रेडिङ एकाउन्टबाट चाहिँ ग्रस प्रफिट अथवा ग्रस लस आउँछ भने यो ग्रस मतलब डाइरेक्ट एक्सपेन्सेसहरु हो यो यहाँ चाहिँ फ्याक्ट्रीमा यो ट्रेडिङमा चाहिँ डाइरेक्ट पनि आउँछ अनि फ्याक्ट्रीसम्म हुने आउँछ इन्डाइरेक्टको फ्याक्ट्रीसम्म हुने हामीले इन्डाइरेक्टलाई ओभरअलमा ओभरहेड भन्यौं अनि ओभरहेडलाई पनि ठाउँ अनुसार फ्याक्ट्रीमा अफिसमा सेलिङमा हुने खर्च छुटायौं अब फ्याक्ट्रीको खर्च मात्र यहाँ आउँछ के इन्डाइरेक्टलाई पनि फेरि ठाउँ अनुसार म्यानुफ्याक्चरिङ अथवा फ्याक्ट्री अफिस सेलिङ छुटाएको छ फ्याक्ट्रीको मात्र यहाँ आउँछ डाइरेक्ट सबै पनि यही आउँछ इन्डाइरेक्टको फ्याक्ट्री मात्र यहाँ आउँछ
अनि इन्डाइरेक्टको अफिस एडमिन सेलिङ डिस्ट्रिब्युसन चाहिँ प्रफिट एन्ड लसमा जान्छ। बुझ्नुभयो? बुझ्यो सर। सर यसमा त्यो इन्डिभिजुअली एक्सपेन्सेस हेर्दाखेरि जस्तो सेलेरी अथवा वेजेसलाई हेर्यो भने त्यो फ्याक्ट्रीसम्मको खर्च पनि अनि एउटा एडमिनको खर्च पनि त्यहाँ पनि सेलेरी यहाँ पनि सेलेरी हुन्छ सर? हुन्छ, यस्तो हुन्छ है, ध्यान दिएर सुन्नु होला। वेजेस एन्ड स्यालेरी भन्यो भने त्यो फ्याक्ट्रीमा हुने खर्च हुन्छ, किनभने वेजेस एन्ड स्यालेरी भने मतलब वेजेसको पोर्सन धेरै, स्यालेरीको पोर्सन कम। वेजेस भनेको फ्याक्ट्रीमा दिने गरिन्छ, त्यसैले वेजेस एन्ड स्यालेरी भन्यो भने फ्याक्ट्रीमा हुने हुन्छ। अनि ठ्याक्क उल्टो स्यालेरी एन्ड वेजेस भन्यो भने चाहिँ त्यो पोर्सनमा चाहिँ स्यालेरी धेरै वेजेस कम भनेपछि स्यालेरी भनेको अफिसमा बाँड्छ, त्यो बेला चाहिँ हामीले त्यसलाई अफिसमा राख्नुपर्ने हुन्छ। नर्मली वेजेस मात्र भन्यो भने यही आउँछ, वेजेस, फ्रेज, क्यारिज अन पर्चेज, प्रोडक्टिभ वेजेस भनेको सबै हाम्रो ज्याला नै हो। त्यो फ्रेज र क्यारिज अन पर्चेज भनेको चाहिँ ढुवानी खर्च, ट्रान्सपोर्टेसन कस्ट भयो। मेटेरियल पर्चेज गर्दा लाग्ने ढुवानी खर्चलाई क्यारिज अन पर्चेज र फ्रेज भन्ने गरिन्छ। अनि वेजेस र प्रोडक्टिभ वेजेस, म्यानुफ्याक्चरिङ वेजेस भने वेजेस मात्र भन्यो भने त त्यो सधैँ ट्रेडिङमै जान्छ, तर हामीलाई स्यालेरी पनि यसमा जोडेर दियो भने वेजेस एन्ड स्यालेरी भन्यो भने ट्रेडिङमा, स्यालेरी मात्र भन्यो भने पिएलमा, स्यालेरी एन्ड वेजेस भन्यो भने पिएलमा। बुझ्नुभयो? ओके सर, बुझेँ सर, थ्याङ्क यू सर। अनि त्यसपछि अब यो म्यानुफ्याक्चरिङ भनेको फ्याक्ट्रीको खर्च भइहाल्यो, ड्युटी एन्ड क्लियरिङ चार्जेस भनेको, अनि यो प्रोडक्सन भन्ने वर्ड आउने बित्तिकै प्रोडक्सनमा रोयल्टी तिरेको, विभिन्न किसिमका हामीले कस्टम ड्युटी, एक्साइज ड्युटी, अब भंसार खर्चहरू सबै यो फ्याक्ट्रीमा हुने खर्च, स्टोर कन्ज्युम गर्ने, मोटिभ पावर, कोल, ग्यास, वाटर सप्लाई, फ्याक्ट्री एक्सपेन्सेस, यी सबै खर्चहरू चाहिँ हाम्रो के भयो त फ्याक्ट्रीमा हुने खर्चहरू हो। सर मोटिभ पावर भनेको के हो? मोटिभ पावर भनेको हामीले इलेक्ट्रिसिटी कन्ज्युम गर्छ नि त, मेसिनहरू चलाउनलाई धेरै धेरै पावर युज गर्नुपर्छ होइन, त्यसलाई मोटिभ पावर भन्ने हुन्छ। बुझ्नुभयो है? अब हामीले क्लोजिङ एन्ट्री भन्यो भने 4वटा बनाउनु पर्छ है। एउटा सबै ट्रेडिङ एकाउन्ट डेबिट, सबै खर्चहरू क्रेडिट एउटा, अनि ट्रेडिङ एकाउन्ट क्रेडिट यो सेल्स र क्लोजिङ स्टक डेबिट दुईटा, 3टा बनाउनु पर्यो। अनि यहाँ ग्रस प्रफिट आएको छ कि ग्रस लस आएको छ, दुईटामा एउटा आउँछ। अब मानौ ग्रस प्रफिट आइरहेछ भने ट्रेडिङ एकाउन्ट यसलाई यसरी बनाउन सकिन्छ, ट्रेडिङ एकाउन्ट डेबिट टु ग्रस प्रफिट यदि प्रफिट भयो भने, अथवा लस भयो भने चाहिँ फेरि यस्तो हुन्छ, ग्रस लस एकाउन्ट डेबिट टु ट्रेडिङ एकाउन्ट हुन्छ है। त्यसको चाहिँ अब यहाँ फेरि हेरौँ, यस्तो हुने भयो, फर ट्रान्सफरिङ ग्रस लस, यदि लस आएको छ भने हाम्रो जर्नल पिएल एकाउन्ट डेबिट टु ट्रेडिङ एकाउन्ट भनेको अघि जर्नलमा के थियो, लस त हाम्रो क्रेडिट साइडमा थियो नि त, ट्रेडिङ एकाउन्टको क्रेडिट साइडमा लस भएकोले यो ट्रेडिङ एकाउन्ट यहाँ क्रेडिट साइड भएकोले लेजर तयार पार्दा क्रेडिट साइडमा आयो, अपोजिट पार्टिकुलर्स प्रफिट एन्ड लस अथवा ग्रस लस भन्ने हो। अथवा प्रफिट आयो भने चाहिँ फेरि के हुन्छ, ट्रेडिङ एकाउन्ट डेबिट टु प्रफिट एन्ड लस एकाउन्ट हुन्छ। हामीले अघि ट्रेडिङ एकाउन्ट बनाउँदाखेरि के थियो, ट्रेडिङ एकाउन्टको डेबिट साइडमा टु ग्रस प्रफिट भनेको थियो, त्यो पिएल एकाउन्टमा जाने कारणले गर्दा यसरी ट्रेडिङ एकाउन्ट डेबिट टु पिएल एकाउन्ट भनेको हो। तर यो दुईटामा एउटा मात्र हुन्छ, कि त ग्रस प्रफिट मात्र हुन्छ कि त ग्रस लस मात्र हुन्छ। प्रायः जस्तो ग्रस प्रफिट हुन्छ, ग्रस प्रफिट हुँदा ट्रेडिङ एकाउन्ट डेबिट टु प्रफिट एन्ड लस एकाउन्ट अथवा ग्रस प्रफिट एकाउन्ट। अनि यो जर्नलबाट लेजरमा पोस्टिङ गर्दा यो जर्नलमा ट्रेडिङ एकाउन्ट डेबिट भएकोले अहिलेको ट्रेडिङको लेजरमा डेबिट साइडमा पोस्टिङ भएको टु ग्रस प्रफिट अथवा टु पिएल एकाउन्ट भन्यो। अथवा यदि लस आइरहेछ भने यहाँ जर्नलमा ट्रेडिङ एकाउन्ट क्रेडिट छ, त्यसैले लेजरमा तयार पार्दा क्रेडिट साइडमा पोस्टिङ गर्यो, अपोजिट पार्टिकुलर्स बाई ग्रस लस अथवा पिएल एकाउन्टमा जाने कारणले गर्दा पिएल एकाउन्ट भनेर नाम दिएको हो। भनेपछि 3टा बनाउनु पर्यो, यहाँ हेर्नु होला। एउटा फर ट्रान्सफरिङ एक्सपेन्सेस, खर्च सबै हामीले नर्मल एन्ट्रिजहरू तयार पार्दा खर्च सबै डेबिट हुन्थ्यो, यहाँ क्रेडिट कसरी भयो भन्दा त्यो अगाडि तयार पारेको सबै खर्चहरूलाई ट्रेडिङ एकाउन्टमा ट्रान्सफर गरेको हुनाले त्यो सबै डेबिटमा आएको खर्चहरू यहाँ क्रेडिटमा भएको हो। अनि यो क्रेडिटमा आएको खर्च फेरि कहाँ जान्छ भन्दा ट्रेडिङमा जाने कारणले गर्दा यसलाई बाई ट्रेडिङ एकाउन्ट डेबिट गरेको हो। त्यो अगाडिको तरिकाबाट आएको सबै खर्च डेबिटलाई यहाँ क्रेडिट साइडमा हालेर यो ट्रेडिङ एकाउन्टमा पठाउनुको मतलब हामीले सबै खर्चहरूलाई ट्रेडिङ एकाउन्टमा ट्रान्सफर गर्यो भन्ने अर्थ लाग्छ। ट्रान्सफर गरेको कारणले गर्दा हामीले नर्मली अगाडि खर्चहरू सबै डेबिट हुनुपर्छ भनेको थियो, तर यहाँ त सबै क्रेडिटमा आइरहेछ नि। यो हाम्रो रेगुलर जर्नल होइन, त्यो रेगुलर
जर्नल जुन खर्च सबै डेबिट भएको थियो त्यसलाई हामीले फाइनल एकाउन्ट तयार पार्नको लागि ट्रेडिङ एकाउन्ट बनाउनु पर्यो। ट्रेडिङ एकाउन्टमा ट्रान्सफर गरेको हुनाले त्यो अगाडिको सबै खर्चहरू जुन डेबिटमा थियो यसलाई क्रेडिट साइडमा बनाउने, ट्रान्सफर गर्दा उल्टो हुन्छ। अनि यो कहाँ जान्छ त्यो सब जोडेर अनि यसलाई हामीले ट्रेडिङ एकाउन्टमा जाने भएकोले ट्रेडिङ एकाउन्ट भन्नु पर्यो। यो सबै खर्च भयो। अनि आम्दानी फेरि उल्टो हुन्छ, हामीले त्यहाँ अगाडि सेल्सलाई क्रेडिट साइडमा देखाएको हुन्छ, अनि त्यो क्रेडिट साइडमा आएको सेल्सलाई ट्रेडिङ एकाउन्टमा पठाऊ भन्यो भने अनि ठ्याक्क उल्टा हुन्छ। त्यहाँ आएको क्रेडिट साइडमा जुन सेल्स आइरहेछ त्यो यहाँ डेबिट साइडमा आउँछ, अनि पर्चेज रिटर्न छ भने क्लोजिङ स्टक छ भने आउने भयो, अनि सब जोडेर आएकोलाई हामीले यहाँ ट्रेडिङ एकाउन्ट भनेर भन्छौँ। त्यसमा अब क्लोजिङ एन्ट्रिज भनेको तिनवटा बनाउनु पर्यो। तिनवटा, एउटा एक्सपेन्सेसको बनाउनु पर्यो, एउटा एक्सपेन्सेस इन्कमको बनाउनु ट्रान्सफरको एउटा, एक्सपेन्सेस ट्रान्सफरपछि इन्कम ट्रान्सफर, अनि त्यो ग्रस प्रफिट ग्रस लस के आयो यो दुईटा मध्ये एउटा बनाउनु पर्यो। सेल्स भनेको सबै खाले रेभिन्यूहरू सेल्स भन्ने कन्सिडर गर्नु पर्यो नि सर? हजुर। कहाँसम्म फर्मेट सार्नु भयो? अघि दुईटा सार्यो भने अब यो दुईटा सार्नु होला, बाई ट्रान्सफरिङ ग्रस लस, बाई ट्रान्सफरिङ ग्रस प्रफिट। तर यो दुईटा मध्ये एउटा मात्र आउँछ, अर गर्नु है। यो अर यो दुईटामा एउटा मात्र आउँछ। अनि हामी फेरि एउटा प्रब्लम गर्छौँ। ल यो दुईटा फर्मेट सार्नु होला, तर हामीले प्र्याक्टिकली प्रब्लम गर्दा यो दुवै आउँदैन। कि त ग्रस प्रफिट मात्र आउँछ, प्रायः जसो ग्रस प्रफिट नै आइरहेको हुन्छ, कहिलेकाहीँ ग्रस लस पनि आउन सक्ला। ग्रस प्रफिटलाई ट्रेडिङमा ट्रान्सफर गर्दा यो एन्ट्री, ग्रस लसलाई पिएलमा ट्रान्सफर गर्दा यो एन्ट्री। एक्चुअली माथि हेराउँछ, माथि त हाम्रो अघिको फर्मेट हो। अघि हामीले यहाँसम्म त्यो सेल्स रिटर्नको छ नि सर। हजुर, सेल्स एको सेल्स रिटर्न पनि सेल्स उल्टो हुन्छ है। रिटर्न जर्नलमा ट्रान्सफर गर्दा उल्टो हुन्छ। सेल्स चाहिँ यहाँ क्रेडिट साइडमा आउँछ भने सेल्स रिटर्न डेबिटमा आउँछ, पर्चेज क्रेडिट साइडमा आउँछ भने पर्चेज रिटर्न पर्चेज क्रेडिटमा आउँछ भने पर्चेज रिटर्न डेबिट साइडमा आउँछ, ठ्याक्क उल्टो हुन्छ। हुन्छ सर। दुईटा एन्ट्रिजको फर्मेट अघि भयो, यो दुईटा एन्ट्रिज को फर्मेट बनाउनु, तर हामीले प्रब्लम गर्दा दुवै आउँदैन, एउटा मात्र आउँछ। अनि यो इक्जाम्पल 2 हेरेपछि अनि यो हाम्रो पुरै क्लियर हुन्छ। अहिले हामीले फर्मेट मात्र हेर्दैछौँ।
भयो सर म एउटा कुरा सोधेँ सरलाई सरले हजुर भन्नु हजुर मैले रिपिट थोरै रिमाइन्ड गरेको वेजेस मात्र भन्यो भने फ्याक्ट्रीसँग सम्बन्धित भयो चाहिँ जाने भएन फ्याक्ट्री कस्टतिर होइन सर हजुर हजुर हो सरले वेजेस एन्ड स्यालेरी स्यालेरीमा कम वेजेसमा बढी भयो भने त्यो पनि फ्याक्ट्रीतिरै जाने भयो सर हजुर स्यालेरी मात्र भनेन एडमिनतिर जाने भएन त्यो एडमिन भनेको पिएलमा जान्छ पिएलमा जाने भएन स्यालेरी एन्ड वेजेस भन्यो भने चाहिँ त्यो पनि पिएलतिर जान्छ होइन सर पिएलमा जुन चाहिँ अगाडि आउँछ त्यो धेरै छ भनेको वेजेस अगाडि आयो भने वेजेस धेरै छ फ्याक्ट्रीमा स्यालेरी अगाडि आयो भने स्यालेरी धेरै छ अफिसमा अफिस भन्ने पिएलमा यो फर्मेट सार्नु भयो भने अब हामी प्रब्लम हेर्छौँ हेरौँ ल इक्जाम्पल 2 हुन्छ अब इक्जाम्पल 2 मा जति पनि खर्चहरू छ अब हामीले जर्नल बनाउँदाखेरि पहिला खर्च सबैलाई ट्रेडिङमा ट्रान्सफर गर्नु पर्यो खर्च सबैलाई ट्रेडिङमा ट्रान्सफर गर्दा जति पनि खर्च छ त्यसलाई क्रेडिट साइडमा हाल्ने सब जोडेर आएको टोटल गरेर डेबिट साइडमा ट्रेडिङ एकाउन्ट डेबिट भनेर हाल्नु पर्यो जस्तै हेरौँ ल हाम्रो आइटम्सहरूमा यहाँ हेर्नु होला पर्चेज भनेको छ यो खर्च भयो हामीले ट्रान्सफर गर्दाखेरि खास त खर्च डेबिट हो तर ट्रेडिङमा ट्रान्सफर गर्ने कारणले गर्दा ठ्याक्क उल्टो हुन्छ है उल्टो हुन्छ भनेर बुझ्नु होला त्यसले पर्चेज खर्च भयो हामीलाई ट्रेडिङमा ट्रान्सफर गर्दा क्रेडिट साइडमा देखाउँछौँ वेजेस पनि क्रेडिट साइडमा ओपनिङ स्टक भयो यो पनि क्रेडिट साइडमा सेल्स भनेको आम्दानी हो यसलाई हामी डेबिट साइडमा राख्छौँ क्यारिज इनवार्ड खर्च ट्रेडिङमा यो ढुवानी खर्च फ्रेज एन्ड ड्युटी भनेको पनि ढुवानी खर्च भयो अब पर्चेज रिटर्न भनेको चाहिँ हामी ठ्याक्क उल्टो हुन्छ है यो पर्चेजमा चाहिँ लेस हुन्छ तर हामीले जर्नलमा देखाउने बेला चाहिँ यो पर्चेज क्रेडिट छ भने पर्चेज रिटर्न डेबिट हुन्छ सेल्स डेबिट छ भने सेल्स रिटर्न क्रेडिट हुन्छ ठ्याक्क उल्टो हुन्छ है खास चाहिँ हामीले घटाउने हो त्यो तर यहाँ चाहिँ आइटम वाइजै ट्रिट गर्दाखेरि चाहिँ के हुने भयो त भन्दाखेरि पर्चेजसँग सेल्स रिटर्न आउने भयो सेल्ससँग पर्चेज रिटर्न आउने भयो त्यसरी बुझ्दा पनि हुन्छ अनि फ्याक्ट्री एक्सपेन्सेस खर्च भयो क्रेडिट साइडमा सर त्यसलाई आइटम वाइज ट्रिट को नगरिकन जस्तै माथि त्यो घटाएर नेटमा हाल्यो नि हुन्छ पर्चेजमा 65,500 छ डाइरेक्ट माइनस 2,000 गरेर 63,000 हाल्यो पनि हुन्छ नि है सर हुन्छ त्यसरी हाल्दा पनि हुन्छ सर थ्याङ्क यू सर ल अनि त्यसै गरी सेल्स रिटर्न भइहाल्यो पावर खर्च कोल एन्ड कोक युज खर्च यो अक्ट्रोय चार्ज भनेको हाम्रो यो ट्याक्ससँग सम्बन्धित खर्च भयो अनि क्लियरिङ चार्ज यो सबै खर्च भयो क्लोजिङ स्टक भनेको चाहिँ हाम्रो सेल्ससँग आउने भयो है ल अब यसैको हामीले अब पहिला खर्च सबैलाई ट्रेडिङमा ट्रान्सफर गर्दा फर ट्रान्सफरिङ एक्सपेन्सेस सबै खर्चहरूलाई क्रेडिट साइडमा राख्ने अनि यो सब जोडेर आएकोलाई हामी ट्रेडिङ एकाउन्ट भनेर राख्छौँ डेबिट साइडमा यहाँ लेखौँ होला यो ब्राकेटमा ब्यालेन्सिङ फिगर फेरि यो कहाँबाट आएको भनेर खोजे होला त्यसले ब्राकेटमा लेख्नु होला ब्यालेन्सिङ फिगर हाम्रो डेबिट क्रेडिट बराबर हुनुपर्ने थियो तर यहाँ क्रेडिटमा मात्रै आइटमहरू छ डेबिटमा छैन अनि यो सबै जोडेर बराबर देखाउनु पर्ने भएकोले यो राखेको हो अनि यहाँ चाहिँ ब्राकेटमा ट्रेडिङ एकाउन्ट ब्यालेन्सिङ फिगर लेख्नु होला ब्यालेन्सिङ फिगर भनेको मतलब क्रेडिट र डेबिटको डिफरेन्स एमाउन्ट अब डेबिटमा त 0 छ अनि यो सबै जोडेर 0 घटाएपछि यसैको टोटल आएको हो कि यो 1,04,300 भनेपछि हाम्रो खर्च चाहिँ कति भएको रहेछ टोटलमा भन्दा 1,04,300 अनि खर्च आइटममा टु ओपनिङ स्टक टु पर्चेज टु सेल्स रिटर्न टु क्यारिज इनवार्ड टु वेजेस टु फ्रेज एन्ड ड्युटी फ्याक्ट्री एक्सपेन्सेस पावर कोल कोक एन्ड कोक अनि ओक्ट्रे चार्ज त्यसै गरी क्लियरिङ चार्ज जति पनि खर्चहरू छ सबै क्रेडिट साइडमा हाल्यो अनि यो सबै जोडेर डिफरेन्स एमाउन्ट जति आउँछ त्यसलाई हामीले डेबिट साइडमा हाल्यो अब डेबिटमा त अरू आइटम नभएकोले 0 अनि यसको टोटल नै यहाँ राख्ने भनेर बुझ्नु होला नाम दिने बेला ट्रेडिङ एकाउन्ट ब्र्याकेटमा नबिर्सी लेख्नु होला ब्यालेन्सिङ फिगर हजुर क्लोजिङ स्टक छ नि सर हजुर क्लोजिङ स्टकलाई चाहिँ हामीले चाहिँ एक्सपेन्सेस त होइन क्लोजिङ स्टकलाई हामी आम्दानी मान्छौँ त्यसलाई यहाँ मुनि आउँछ अर्कोमा आउँछ क्लोजिङ स्टक यहाँ आउँछ ओपनिङ स्टक चाहिँ गएको वर्षको यहाँ सार्ने भएकोले खर्च मान्छ त्यसले टु ओपनिङ स्टक होइन क्लोजिङ स्टक चाहिँ मुनिकोमा आउँछ ठिक छ
सर यो हामीले सार्ने हो सर? हजुर बुझेर सार्नु है, नबुझे सोध्नु होला, फेरि यतिकै नसार्नु होला। यदि त्यो सार्दाखेरि केही कन्फ्युजन छ भने सोध्नु होला। सर माथि पनि देखाउनु नि सर, माथि एकचोटि क्वेसन माथिको त चाहिँ, ए ल किन क्वेसन नभइकन सर त्यो अँ एन्सरै सोध्नु भएन क्या, फेरि पछि जाऊ बुझ्नै गाह्रो हुने भयो सर। क्वेसन त सार्नु हुन त सारे त राम्रो हो, नभए अहिलेलाई सार्नु पर्दैन, फोटो खिच्नु होला, त्यही हेरेर प्रब्लम सार्दा नि हुन्छ। नभए सार्नु न, केही फरक पर्दैन, एकछिनको 2-4 मिनटको काम त हो नि, 5 मिनट होला। तर बुझेर सार्नु है, यदि नबुझे सोध्नु होला। सर त्यो सेल्सको 88,800 हो कि 38,800 हो? 88,800। थ्याङ्क यू सर, यो क्लियर छैन मेरोमा त्यही भएर। यो क्यारेज इनवर्ड भनेको सर फ्याक्ट्रीकै उस हो है सर? क्यारिज इनवार्ड भनेको हामीले र मेटेरियल पर्चेज गर्दाखेरि, अब हजुर। जस्तै इन्डियाबाट र मेटेरियल्स नेपालमा ल्याउनु पर्यो भने त्यो इन्डियाबाट यहाँसम्म ल्याउँदा जुन ढुवानी खर्च हुन्छ त्यसलाई क्यारिज इनवार्ड भन्छ। बाहिरबाट ल्याउँदाखेरि सर? हजुर, क्यारिज इनवार्ड भनेको हामीले सामान भित्र ल्याउँदाको ढुवानी खर्च भनेको है, इनवार्ड भनेको भित्र ल्याउँदाको ढुवानी खर्च, ट्रान्सपोर्टेसन कस्ट। फ्राइट एन्ड ड्युटी भनेको के हो सर? त्यसको कस्ट फ्रेज एन्ड ड्युटी भनेको नि त्यही हो, फ्रेज ट्रान्सपोर्टेसन कस्ट। फ्रेज भने ट्रान्सपोर्टेसन कस्ट भयो, ड्युटी भनेको भंसार खर्च। सर यो ओपन स्टकलाई चाहिँ खर्च मान्नुको कारण? यो अघिल्लो वर्ष हाम्रो बिक्री नभएर बाँकी रहेको हो नि त हैन, त्यसलाई हामीले लास्ट इयरकोलाई यो वर्ष सारेकोले ट्रिट गरेको हो, खर्च ट्रिट गरेको हो। ठ्याक्कै खर्च त होइन हैन, गएको वर्ष सेल्स भएको भए, बिक्री भएको भए स्टकमा बाँकी नरहने थियो, त्यो बिक्री नभएर बाँकी भयो, अनि त्यसरी त्यो कारणले गर्दा त्यसलाई खर्च मानेको हो। सर यो पावर पछि कोल एन्ड के हो, कोक युज हो? कोल एन्ड कोक युज भनेको हाम्रो यो के भन्छ, त्यो कोइला खर्चहरू, हामीले फ्याक्ट्रीमा त थुप्रै कोइलाहरू युज गर्नुपर्छ। तल यो ओक्ट्रोय चार्ज भनेको हाम्रो यो पनि ट्याक्ससँग सम्बन्धित खर्च हो, एक किसिमको ट्याक्सै हो। हुन्छ सर।
त्यो क्लियरिङ चार्ज हो सर। क्लियरिङ चार्ज यो सबै हाम्रो यो बाहिरबाट सामान ल्याउँदाखेरि हामीले भंसार खर्चमा यो क्लियर गर्नुपर्ने हुन्छ होइन, ट्याक्स तिर्नुपर्ने हुन्छ। त्यो सबै हाम्रो भंसारमा हुने खर्चहरू हो। सर जर्नल इन्ट्री भन्छ क्लोजिङ इन्ट्री होइन सर, यो क्लोजिङ हो जर्नलको हो हो क्लोजिङ हो। बुझेर सार्नु है, यदि नबुझे सोध्नु होला। सर हामीले छ नि सर, हजुर यो जति पनि दिएको आइटमहरूमा यो 3टा सेल्स, पर्चेज, रिटर्न र क्लोजिङ स्टक बाहेक अरू सबै यसै भित्र पर्छ भनेर सबै सार्दा हुन्छ होला नि सर? अहिलेको लागि त हुन्छ। क्लोजिङ एन्ट्री गर्दा त्यो भोलि पर्सि अब त्यो 25 मार्कमा आउनेमा त सब मिक्स हुन्छ कि। यो फ्याक्ट्रीमा हुने पनि त्यही हुन्छ, अफिसमा हुने पनि त्यही हुन्छ, सेलिङमा हुने पनि त्यही हुन्छ, एसेट्स पनि त्यही हुन्छ, लायबिलिटी पनि त्यही हुन्छ। त्यो बेला चाहिँ हामीले आइटम चिन्नु पर्ने हुन्छ। अहिले क्लोजिङ एन्ट्रिजमा चाहिँ त्यसरी बुझा हुन्छ। ए हुन्छ सर। यो पहिलो एन्ट्रिज भयो, सबै खर्चहरूलाई ट्रेडिङमा ट्रान्सफर गरेको है। यो सक्यो भने भन्नु होला। अनि यो चाहिँ पहिलो भयो। अब दोस्रोमा चाहिँ आम्दानीलाई ट्रान्सफर गर्ने। यो खर्चलाई ट्रान्सफर गरेको ट्रेडिङमा, दोस्रोमा आम्दानीलाई ट्रान्सफर गर्ने। अनि आम्दानी धेरै छ कि खर्च धेरै छ कम्पेयर गर्ने। आम्दानी धेरै भयो भने ग्रस प्रफिट आउँछ, खर्च धेरै भयो भने ग्रस लस आउँछ। अब यहाँ चाहिँ खर्चको टोटल देखियो 1,04,300। यो भनेको खर्चको टोटल हो।
भयो एकछिन है सर सक्यो भने भन्नु है सर यो चाहिँ सक्यो अब अर्को यो चाहिँ अब हामीले खर्चलाई ट्रान्सफर गरेको भयो होइन खर्चलाई ट्रान्सफर गर्दा हाम्रो ओरिजिनल जर्नल एन्ट्रिज डेबिट सबै क्रेडिट भयो अनि यो ट्रेडिङमा गयो यो खर्चको टोटल भयो अब आम्दानीलाई पनि हामीले ट्रान्सफर गर्नु पर्यो आम्दानीलाई ट्रान्सफर गर्दा ट्रेडिङ चाहिँ क्रेडिट साइडमा आउँछ यो तीनटा चाहिँ डेबिट साइडमा आउँछ एउटा सेल्स एकाउन्ट पर्चेज रिटर्न एकाउन्ट र क्लोजिङ स्टक यो तीनटै आम्दानी हामीले जोड्दाखेरि चाहिँ कति भयो 1,38,800 आयो टु ट्रेडिङ एकाउन्ट यो चाहिँ हाम्रो इन्कमलाई ट्रान्सफर गरेको सर एउटै बन्छ है सर यो चाहिँ यो एक्सपेन्स र उसको चाहिँ यो उ छ कि है माथि चाहिँ खर्चको विवरण भयो यो आम्दानीको विवरण भयो कि खर्च हाम्रो अघि 1,04,300 थियो आम्दानी 1,38,800 भयो अब यसको फरक एमाउन्ट के त आम्दानी धेरै छ यहाँ 1,38,800 छ आम्दानी खर्च हाम्रो 1,04,300 भनेपछि आम्दानी धेरै भयो अब आम्दानी धेरै भएपछि ग्रस प्रफिट आउँछ अनि त्यही ग्रस प्रफिटलाई हामीले फेरि पिएल एकाउन्टमा ट्रान्सफर गर्नु पर्यो अनि पिएलमा ट्रान्सफर गर्दा हाम्रो एन्ट्री यस्तो हुने भयो ट्रेडिङ एकाउन्ट डेबिट टु पिएल एकाउन्ट एकछिन है सर सर एकैचोटि माथि गर्नु त्यसको टोटल चाहिँ कति आएको थियो माथिको टोटल 1,04,300 यो खर्चको टोटल भयो है यो खर्चको टोटल भयो अब यहाँ मुनि आम्दानीको टोटल चाहिँ यो छ अनि यो 1,38,800 मा 1,04,300 घटाइदिएपछि हाम्रो यो आउँछ 34,500 आउँछ यो चाहिँ ग्रस प्रफिट भयो ग्रस प्रफिट ट्रान्सफर गर्दा हाम्रो एन्ट्री ट्रेडिङ एकाउन्ट डेबिट टु पिएल एकाउन्ट 20,000 500 प्लस 4,500 प्लस 4,500 प्लस 350 प्लस 500 प्लस 150 प्लस 50 सर त्यो माथिको त 1,03,900 मात्रै आयो त मेरो टोटल त के भएको फेरि क्वेसनको एमाउन्ट त्यो चेक गर्नु सबै साथीहरूले चेक गर्नु होला क्वेसन रङ छ रे के हो मैले 20,000 एमाउन्ट एकचोटि राम्रोसँग चेक गर्नु न 7,500 350 500 7,000 1,500 20,000 आयो 65 पनि आयो 350 आयो 500 आयो 7,000 पनि आयो
4,500 दुईचोटि आयो 900 एउटा छोडेछु नि सर मैले पावरको चाहिँ यो पावरमा 900 हो सर माथि एकचोटि क्वेसन गर्नु त म 500 मात्रै लेखेँ पावरमा 900 हो मिस्टेक भएछ सर तल जानुहुन्छ र एक्चुअली इन्कमको सर इन्कमको अनि ट्रान्सफरको सर यो के भन्छ फर ट्रान्सफरिङ इन्कममा सेल्स एकाउन्टमा छ नि सर डिआर हजुर यो अगाडि बाई सेल्स एकाउन्ट पनि लेख्न पाइन्छ हैन सर अगाडि डेबिट भएको बेलामा बाई हुँदैन यो जर्नलमा बाई लेख्ने गरिँदैन लेजरमा मात्र बाई लेख्ने गरिन्छ लेजरमा मात्रै बाई लेख्नु पर्यो सर हजुर जर्नलमा चाहिँ बाई हुँदैन अगाडि डिआर लेख्ने गरिन्छ यो चाहिँ सारेर सकिए जस्तो छ सर बुझ्नुभयो त हजुर बुझेँ सर अब यसको प्रब्लम चाहिँ यहाँ म उता पावर पोइन्टमा छ त्यो वाला फाइलमा हालिदिन्छ है यो त बुकै भइहाल्यो यही सेम बुकको चाहिँ हाम्रो यता पावर पोइन्टमा छ सेमै हो है यो अहिले हामीले गरेको क्वेसन यो भयो यो हाम्रो ट्रेडिङ एकाउन्ट भयो यो इन्कम ट्रान्सफर अब यो चाहिँ हाम्रो प्र्याक्टिस क्वेसन चाहिँ गर्नु होला है यो उसमा हालिदिन्छु म अहिले टिम्समा र उसमा हालिदिउँला अनि हजुरहरूले गर्नु है सर अघिको देखाउँदा सर एक्चुअली अघिको त प्रफिट एन्ड लस चाहिँ ट्रान्सफरिङ गरेकोले त्यसको क्लोजिङ त यही हो ग्रस ट्रान्सफर यो ट्रान्सफर गर्दा यहाँ ब्राकेटमा लेख्नु है फेरि यो पैसा कहाँबाट आएको झुकेललाई हो त्यो 1,38,800 माइनस गरेको त्यो अहिलेको 1,04,300 यो चाहिँ इन्कम माइनस एक्सपेन्सेस गरेको ल इन्कम 1,38,800 एक्सपेन्सेस 1,04,300 अनि यसको फरक एमाउन्ट चाहिँ यति आउँछ त्यसलाई पिएल ट्रान्सफर गरेको यो ट्रेडिङ एकाउन्ट पनि सर ट्रेडिङ एकाउन्ट छ नि सर हजुर
यो फर ट्रान्सफरिङ ग्रस प्रॉफिट भनेर आएको छ नि सर ट्रेडिङ एकाउन्ट यसलाई डिआर त लेख्नु पर्दैन नि सर है त्यो त होइन सीको यहाँ लेख्नुपर्छ ट्रेडिङ एकाउन्ट यहाँ डिआर छुटा छ डिआर लेख्नु होला त्यही भएर मैले त्यही भयो सर यहाँसम्म क्वेसन भयो अब यो फाइलमा पठाइदिन्छु है यो 17 वाला पेज छ यो हजुरहरूले गर्नु होला है 17 यो 18 19 20 21 सबैचोटि हेरेर गर्नु ल 17 18 19 20 21 यो कतिसम्म छ सर यो 24 पेजसम्म छ 24 पेजसम्मको एकचोटि हेरेर ट्राई गर्नु भएन भने फेरि हामी नेक्स्ट क्लासमा डिस्कस गरौँला केमा पठाउनुहुन्छ सर यो म अहिले व्हाट्सएपमा राखिदिन्छु म हुन्छ अहिले व्हाट्सएपमा अनि त्यसपछि टिम्समा अनि त्यो उता एलएमएसको लागि चाहिँ म एकचोटि कुरा गर्छु अनि फाइनल गरेर राख्छु नि है एलएमएसको चाहिँ अब तुरुन्तै नहोला त्यो म कुरा गरेर अब एकचोटि टाइम लिएर भेटेर गर्नुपर्छ व्हाट्सएपमा चाहिँ व्हाट्सएप र टिम्समा अहिले हालिदिन्छु ल सर यो ओपनिङ इन्ट्रिजको नि छ नि सर है त्यसमा है छ सर अनि त्यो हाम्रो बुकमा हेर्दा नि हुन्छ है त्यो पेन्डियम बुक छ उता ग्रुपमा राखेको त्यो पनि ग्रुपमा राखेको छ हामीले अथवा टिम्समा पनि छ त्यसमा पनि हेर्दा नि हुन्छ सर यो मजाले बुझियो है सजिलै रहेछ ग्रुपमा आएको सर यो तिनटै हामीले एउटै कोलम भित्र बनाउने हो कि छुट्टा छुट्टै गरेर बनाउने हो त्यो फर्मेट एउटैमा बनाउँदा हुन्छ जर्नलको फर्मेट त हो नि हाम्रो लाइन तानेर एउटैमा गर्दा नि केही फरक पर्दैन ल अब हजुरहरूले आज यति कम्प्लिट गर्नु न है मिलाएर गर्नु होला अब अस्मिताको बुक छ भने त्यसबाट पनि गर्नु होला